रेली खुला बहारा सफल बग्यो बहारा माया आउन तिर्सन। आज गम्भीर क्वेसन सोध्न आएको नि 2-3 होला के सवालको उत्तर दिन्छौ भने चाहिँ भन्छु दिँदैनौ भने चाहिँ भन्दिन के भन्न यो मान्छेले बाइक किन धोको होला है लु मान्छेहरूले नि बाइक किन धोको होला मैला भएपछि धुनु पर्यो नि लन त लु धुयो ठिकै छ फेरि पानी पर्छ भनेर रेनकोट किन ओढाएको होला त्यत्रो धोएर अनि अर्को कुरा मान्छेले छाता ओढ्छ पानीले नभिजोस् भनेर हैन अन्त नुहाएको चाहिँ किन 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 चाहिँ कुन त नि मलाई के थाहा हो फेरि यहाँ सुन धानहरू रोप्छ चामलहरू रोप्दैन धानहरू खेतमा रोप्छ त्यो खानुको लागि रोप्छ हैन अनि त्यो फलिसकेपछि मान्छेले किन चाहिँ बेच्छ पैसाको लागि अनि त्यो खानुको लागि रोपेको हो त खानुको लागि रोपेको किन चाहिँ बेचेको मान्छेले छाता पानीले नभिजोस् भनेर ओर्छ हैन अनि नुहाउँछ किन पानीले किन नुहाउँछ लगा त कम्ती त्यत्रो पानीले बाइक धुन्छ रेनकोट लास्टमा पानीले नभिजोस् भनेर चाहिँ रेनकोट ओराउँछ किन किन त्यही त किन किन अन्त त्यही त मैले सोध्दैछु किन कुनै त मान्छेको जाति त्यस्तो हो नि अब नि छक्कै पर्छु म पनि छक्कै परेँ त म पनि छक्कै परे ठिकै हो मान्छेले यदि अब भात खान्छ अगाउनुको लागि होइन त्यसको लागि दुःख गर्नुपर्छ नि भात खान्छ अगाउनुको लागि अनि हक्छ किन खाइसकेर हक्छ किन एक मिनट दिमाग फरक नगर जा हो त हो त यो मान्छेको जात पनि कस्तो होला है दिनरात गरेर पैसा कमाउँछ लास्टमा लगेर जाने त केही होइन अचम्मै लाग्छ हौ म कसले बनाएको है हामी मान्छेलाई पो भन्छु धेरै नसोचौँ हौ सोच्नु त पर्ने कुरै हो यो